म परमप्रभुमा शरण लिन्छु, यसर्थ तिमीहरू कसरी मलाई भन्न सक्छौ, चरो झैँ आफ्नो डाँडामा उडिजा। किनभने हेर, दुष्टहरूले धनुमा तादो चढाउँछन्, सोझो हृदय भएकाहरूलाई अँध्यारोबाट हान्नलाई तिनीहरूले आफ्नो काँड तादोमा चढाएका छन्। यदि जग नै नष्ट हुन्छन् भने धर्मीजनले के गर्न सक्छन् र? परमप्रभु आफ्नै पवित्र मन्दिरमा हुनुहुन्छ। परमप्रभु आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ। मानिसका सन्तानलाई नियालेर हेर्नुहोस्, उहाँले आफ्ना आँखाले तिनीहरूको जाँच गर्नुहुन्छ। परमप्रभुले धर्मीहरूको जाँच गर्नुहुन्छ, तर दुष्ट र हिंसा रुचाउनेहरूलाई उहाँले घृणा गर्नुहुन्छ। दुष्टहरूमाथि उहाँले आगो र गन्धक वर्षाउनुहुनेछ। पिल्स्याउने तातो हावा तिनीहरूको भागमा हुनेछ। किनभने परमप्रभु धर्मी हुनुहुन्छ, धार्मिक कामहरू उहाँ मन पराउनुहुन्छ। सोझाहरूले उहाँको मुहारको दर्शन गर्नेछन्। आमेन।